ट्रेडिङ स्टार्ट गर्ने 100 जना मध्ये यो 2 जनाले मात्रै मास्टर लेभलमा मनी मेकिङ गर्न सकिरहेको हुन्छ। आज हजुरलाई म यो पिरामिडबाट सबै कुरा एकदमै सजिलो तरिकाले क्लियर गर्न खोज्छु अनि हजुर पनि आफूसँग एकदमै अनेस्ट भएर हजुर यो पिरामिडको अहिले कुन टायरमा हुनुहुन्छ कमेन्ट गरिदिनु होला। अनि त्यसपछि बल्ल थाहा हुन्छ हजुर अहिले कुन टायरमा हुनुहुन्छ र हजुरले सुधार्नु पर्ने कुराहरू चाहिँ के छ त। सुरुमा आउँछ न्यू कमर, हामीले यसलाई बिगिनर्स ग्याम्बलर पनि भन्न सक्छौँ। लगभग ट्रेडिङ स्टार्ट गर्ने सबैजनाको जर्नी नै यहीँबाट स्टार्ट भइरहेको हुन्छ। यति बेला उनीहरू नलेज भन्दा पनि जोस र उत्साहले ट्रेडिङ गरिरहेको हुन्छ। लगभग हजुर कतैबाट सुनिरहेको हुन्छ फलानुले यति पैसा कमायो अब मैले ट्रेडिङ गर्नुपर्छ, या त हजुर कुनै सोसल मिडियामा कुनै इन्फ्लुएन्सरले भनेको हुन्छ यहाँबाट त फास्ट मनी मेकिङ गर्न सकिन्छ यस्तो यस्तो। उनीहरूलाई एउटा ट्रेडिङको सर्फेस लेभलमा केही पनि थाहा हुँदैन। जस्तै लगभग भनौँ न क्यान्डल स्टिक रिस्क म्यानेजमेन्ट स्टप लस जस्तो कुराहरू त केही नै थाहा हुँदैन। अनि के हुन्छ कुनै दिन प्रफिट भएको बेला आफूलाई जिनियस ठानिन्छ अनि त्यसपछि कुनै बेला फेरि लस भएको बेला आफूलाई चाहिँ फेरि अनलक्की फिल गरिरहेको हुन्छ, आफ्नो भाग्यलाई चाहिँ दोष दिइरहेको हुन्छौँ हामी। न्यू कमर नै हजुरको सबैभन्दा वाइडेस्ट पार्ट हो यो पिरामिडको, किन भनेपछि यहाँ आउनलाई मान्छेलाई ठुलो लगानी चाहिँदैन, जस एउटा मोबाइल र केही पैसा भए पुग्छ। अनि त्यसपछि यहाँको सबैभन्दा डेन्जरस पार्ट भनेको यहाँ चाहिँ पैसा गुमाउनु भन्दा पनि हजुरको पैसा गुमाउनु चाहिँ सामान्य नै हो। यहाँ सबैभन्दा डेन्जर पार्ट चाहिँ के हो भनेपछि हजुरको कुनै पनि एउटा लक्कीली ट्रेड विन भइदिरहेको हुन्छ अनि त्यो लक्कीली विन भएको ट्रेडलाई चाहिँ उसले एउटा स्किल सम्झिरहेको हुन्छ। अनि यही भ्रममा चाहिँ हजुरको लगभग लामो समयसम्म मान्छे त्यहाँ अल्झिरहेको हुन्छ। सेकेन्ड टायर हामीले यहाँ चाहिँ स्टुडेन्ट पनि भन्न सक्यौँ, हामी लर्नर पनि भन्न सक्छौँ। यहाँ चाहिँ हजुरको 70% पिपुल मात्रै हुन्छ, 30% पिपुलहरू हजुरको कम्प्लिटली वास आउट नै भइसकेको हुन्छ आफ्टर दियर फर्स्ट लस पछि चाहिँ। अनि 70% पिपुलहरू चाहिँ हजुरको मुभ अप टु बिकम अ लर्नर्स। अनि यहाँ चाहिँ उनीहरूले आफूलाई कम्प्लिटली हजुरको एडमिट गरिसकेको हुन्छ कि उनीहरूलाई ट्रेडिङ आउँदैन भनेर। अनि त्यसपछि उनीहरूले बुक्सहरू रिड गर्न लाग्छ, त्यसपछि चार्ट्सहरू रिड गर्न लाग्छ र टेक्निकल एनालाइसिसको बेसिक टर्म्सहरू पनि लर्न गर्न खोजिरहेको हुन्छ, सपोर्ट एन्ड रेजिस्टेन्स ट्रेन्ड लाइन, त्यसपछि उता रिस्क रिवार्डको कुराहरू पनि गरिरहेको हुन्छ। त्यसपछि लिएर डेमो एकाउन्ट खोल्छ, त्यसपछि लिएर भर्चुअल एमाउन्टबाट ट्रेडिङ गरिरहेको हुन्छ, त्यसपछि आफ्नो ट्रेडिङ जर्नलिङ पनि उनीहरूले गरिरहेको हुन्छ। तर सेकेन्ड टायरमा पनि एउटा कुरा चाहिँ ट्र्याप छ है, यति बेला हजुर एकदमै धेरै इन्फर्मेसन कलेक्ट गर्नतिर लाग्नुहुन्छ। त्यसपछि हजुर कुनै पनि एउटा बिग लस भइसकेपछि स्ट्राटेजी टु स्ट्राटेजीमा जम्प गरिराख्नुहुन्छ। अनि त्यसपछि चाहिँ हजुर एउटा पोइन्टमा आइसकेपछि हजुर एउटा कुनै पनि सिक्रेट स्ट्राटेजीलाई चेजिङ गर्नतिर लागिराख्नुहुन्छ कि हेर्नु त्यस्तो सिक्रेट स्ट्राटेजी केही पनि हुँदैन, बरु हजुरले कुनै पनि एउटा आफ्नै टर्म्समा मोर रिपिटेसन्स गर्नुभयो भने त्यहाँ चाहिँ हजुरले बेटर रिजल्ट पाउन सक्नुहुन्छ होला। न त हजुरले यो डेली क्यान्डल्स बनिरहेको पछाडिको लजिक्स चाहिँ थाहा पाउनु पर्ने हुन्छ। जस्तै टेक्निकल चार्ट्सहरू बन्नुको रिजन्स, क्यान्डल्सहरू बन्नुको रिजन्सको पछाडि लजिक्स थाहा पाउनु पर्ने हुन्छ। कुनै पनि क्यान्डल्स बन्नुको पछाडि केही न केही स्टोरी हुन्छ होइन। त्यही भएर हजुरले यो सेकेन्ड टायरमा चाहिँ कोही मान्छेले डिफ्रेन्ट कुरा ट्राई गर्नुभन्दा पनि आफूले एउटा कुरा छुट्याएर म चाहिँ यो कुराहरूमा मोर रिपिटेसन्स गर्छ भनेपछि उसलाई चाहिँ थर्ड टायरसम्म पुग्नुलाई त्यति धेरै टाइम चाहिँ लाग्दैन। अब कुरा गरौँ थर्ड टायरको, यसलाई चाहिँ हामीले सर्भाइभर टायर पनि भन्छौँ र यहाँसम्म आइपुग्दासम्म चाहिँ 35% पिपुल मात्रै यहाँ आइपुगेको हुन्छ हजुरको। यति बेला चाहिँ हजुरको एकाउन्ट पनि ब्लो भइरहेको हुँदैन अनि हजुर चाहिँ मोस्ट अफ द टाइम चाहिँ हजुर ब्रेक इभनमा हुनुहुन्छ। अनि त्यसपछि चाहिँ हजुरको कुनै महिना राम्रो प्रफिट भइरहेको हुन्छ र कुनै महिना हजुरको लस भइरहेको हुन्छ, मतलब हजुर एट द इन्ड यहाँ चाहिँ ब्रेक इभनमा आइराख्नुहुन्छ। अनि त्यसपछि हजुरको यहाँ सबैभन्दा इम्पोर्टेन्स कुरा के हो भनेपछि हजुरले आफ्नो दुईवटा एकदमै ठुलो कमन किलर्सलाई चाहिँ हजुरले जितिसकेको हुनुहुन्छ। यहाँ चाहिँ एउटा चाहिँ हजुरको भयो रिस्क म्यानेजमेन्ट र अर्को हजुरको भयो रिभेन्ज ट्रेडिङ। यो चाहिँ हजुरले राम्रोसँग म्यानेज गर्ने भइसकेको हुनुहुन्छ। तर फेरि सर्भाइभ हुनु र ग्रो हुनु यो डिफ्रेन्ट कुराहरू हो। यहाँ मान्छेहरूको धेरै बिग लस नहुनुको कारण चाहिँ मान्छेहरू यही ठाउँमा अल्झिरहेको हुन्छ। अनि अर्को फेरि मिस्टेक्स के भइरहेको हुन्छ भने चाहिँ मान्छेहरू एउटा धेरै समयसम्म चाहिँ ब्रेक इभनमा भइराख्दा चाहिँ उनीहरूले एक्कासी आफ्नो पोजिसन साइजिङहरू चाहिँ बढाउन लाग्छ। अनि त्यसपछि फेरि के हुन्छ भनेपछि मान्छेहरू मल्टिपल्स ट्रेडहरू एकै दिनमा गर्न लाग्छ। अनि त्यो कारणले गर्दाखेरि फेरि के हुन्छ यही ठाउँमा फेरि त्यो मान्छेहरू धेरै समयसम्म अल्झिने चान्सेस धेरै हुन्छ। अनि फेरि के हुन्छ भनेपछि यहाँ चाहिँ कस्तो मान्छे अगाडि बढ्न सक्छ भनेपछि चाहिँ हजुरको जसले चाहिँ डेली रूपमा मल्टिपल्स ट्रेड्सहरू गर्दैन, जसले चाहिँ धेरैचोटि मोबाइल आफ्नो ट्रेड के
भयो भनेर हेरिराख्नु पर्दैन। जो चाहिँ अलिकति के हुन्छ भने चाहिँ प्राइसलाई डिस्काउन्टेड भइसकेपछि बल्ल इन्ट्री गर्न खोज्छ, मतलब एउटा बिजनेसको तरिकाले हेर्छ अलिकति स्विङ ट्रेडिङ टाइपमा चाहिँ ऊ सिफ्ट भइरहेको हुन्छ भने चाहिँ ऊ चाहिँ यहाँदेखि छिट्टो ग्रो भएर निस्किन्छ। अनि आउँछौँ हामी यो पिरामिडको 4th स्टेजमा। अनि हामीले यसलाई स्ट्राटेजिक स्टेज पनि भन्न सक्छौँ। यहाँसम्म आउँदा पुग्दा चाहिँ हजुरको 10% पिपुल मात्र यहाँसम्म आइपुग्छ। अनि हजुरको के हुन्छ भनेपछि यहाँसम्म आइपुग्दाखेरि मान्छेहरूले ट्रेडिङलाई हजुरको प्रेडिक्सन्स भन्दा पनि एउटा प्रोबाबिलिटीको गेम रहेछ भनेर राम्रोसँग बुझिसकेको हुन्छ। उनीहरूले आफ्नो रिस्क म्यानेजमेन्ट बुझिसकेको हुन्छ, त्यसपछि एन्ट्री एक्जिट पोइन्टहरू राम्रोसँग आइडेन्टिफाई गर्न सिकिसकेको हुन्छ र रिस्क लिनै पर्यो भने चाहिँ आफ्नो एकाउन्ट साइजको आफ्नो एमाउन्टको चाहिँ 1 या 2-3% भन्दा धेरै रिस्क लिएकै हुँदैन। अनि उसलाई चाहिँ कहिले पनि लाग्दैन कि आफ्नो हरेक ट्रेड चाहिँ हजुरको विनै हुनुपर्छ भनेर। ऊ चाहिँ विन ट्रेड भन्दा पनि हजुरको रिस्क टु रिवार्डमा धेरै बिलिभ गर्न लाग्छ। जस्ट एउटा इक्जाम्पल, उसँग आज 100 रुपियाँ छ भने चाहिँ उसले एकैचोटि त्यो 20, 30, 40, 50 रुपियाँ रिस्क गर्दैन। उसले हरेक ट्रेडमा बर्थ के गर्छ भने चाहिँ 2 रुपियाँ, 3 रुपियाँ या त 5 रुपियाँ म्याक्सिमम त्यति नै रिस्क गर्छ। किनभने चाहिँ उसलाई थाहा हुन्छ आज मैले 20, 30 रिस्क गरेँ, 50 रिस्क गरेँ भने चाहिँ भोलि नै मैले यो क्यापिटल गुमाइदिन्छु। मतलब पर्सि मार्केट बढ्दाखेरि मसँग त्यो अपर्च्युनिटी ग्र्याब गर्नलाई क्यापिटल्स हुँदैन। उसले चाहिँ के गर्छ भनेपछि क्यापिटल प्रोटेक्सन्समा चाहिँ सबैभन्दा धेरै चाहिँ ध्यान दिन्छ। जस्तै उसले आज 2 गुमायो, भोलि 4 गुमायो, 5 गुमायो भनेपछि के हुन्छ भने उसँग कुनै पनि एउटा मार्केटले अपर्च्युनिटिज दिने बेला उसँग क्यापिटल्स हुन्छ। अनि त्यो क्यापिटल्सले चाहिँ उसले चाहिँ त्यो मार्केटको अपर्च्युनिटी चाहिँ लिन सक्छ। त्यही भएर के हुन्छ भने उसले आज म ठुलो रिस्क लिनुभन्दा पनि आज म सानो रिस्क लिएर कम गुमाउँछु र भोलि कुनै बेला मार्केट बढ्यो भने मसँग भएको पैसाले त्यो अपर्च्युनिटी चाहिँ म ग्र्याब गर्छु भनेर यसरी सोचिरहेको हुन्छ। अनि ऊ चाहिँ हजुरको इमोसनल्ली पनि एकदमै डिफ्रेन्ट हुन्छ हजुरको न्यू कमर्स बिगिनर्सहरू भन्दा पनि। उसले कुनै ठाउँमा लस गर्यो भने हजुरको त्यो लसमा ऊ केही कुराहरू पेनिक हुँदैन। किनभनेपछि त्यो लस सबै कुरा के थियो, क्यालकुलेटिङ र हजुरको बजेटिङ होला थियो। जस्तै हजुरको 100 रुपियाँमा उसले 2 रुपियाँ लस गर्यो भने चाहिँ 2% लस गर्यो भनेपछि त्यो लस उसले अलरेडी क्यालकुलेट गरिसकेको थियो। यो हजुरको एउटा सिस्टमले लिएको। त्यसपछि के हुन्छ भने उसले आफ्नो पर्सनली चाहिँ फेलियर कहिले पनि मान्दैन। यो एउटा प्रोसेस हो र उसले चाहिँ यो सिस्टमको प्रोसेसलाई धेरै बिलिभ गर्न लाग्छ। सबैभन्दा टपमा पुग्ने भनेको 2% ट्रेडर्सहरू मात्रै हो। त्यसैलाई नै हामीले मास्टर स्टेज भन्छौँ। अनि यति बेला चाहिँ हजुरको सबैलाई लाग्छ ट्रेडिङबाट पैसा कमाउन सकिँदो रहेछ, ट्रेडिङबाट रिच भइदो रहेछ भन्ने लाग्छ। तर हजुरको यो लेभलसम्म पुग्न एकदमै मान्छेहरू कम हुन्छ। मास्टर लेभलमा पुगेको मान्छेहरू कहिले पनि हजुरको क्विक रिच हुने कुराहरूमा दौडिँदैन। उनीहरूलाई थाहा हुन्छ रियल वेल्थ एउटा लकी ट्रेडबाट आउँदैन, बरु सानो सानो एजलाई वर्षौँसम्म कम्पाउन्डिङ गर्दाखेरि चाहिँ बन्न सक्छ। एउटा ठुलो प्रफिट भन्दा पनि क्यापिटल प्रोटेक्सन गर्नु नै उसको लागि सबैभन्दा ठुलो कुरा हुन्छ। जस्तै पोजिसन साइजिङ कति राख्ने, पोर्टफोलियो डाइभर्सिफाई कसरी गर्ने र इमोसन्स कन्ट्रोल कसरी गर्ने, यी सबै कुरा उसले सोचेर गर्नुभन्दा पनि यो सबै कुराहरू नेचुरली नै भइदिन्छ। किनकि यी सबै कुराहरू उसको यो ह्याबिट नै बनिसकेको हुन्छ एउटा लङ टर्ममा। अनि सबैभन्दा फन्नी कुरा चाहिँ यो छ कि यो मास्टर लेभलमा पुगेको मान्छेहरू नै यहाँ ट्रेडिङको बारेमा कम कुरा गरेको हामीले देखिरहेको हुन्छौँ। उनीहरूको गोल जहिले पनि हजुरको बिग मुभ हुँदैन। बिग मुभ त हुन्छ तर उनीहरूको एउटा राइट समय र राइट प्राइस म्याच भयो भने मात्रै उनीहरूले त्यो टाइममा त्यो बिग मुभ पनि क्याच गर्छ। तर उनीहरूको एउटा लङ टर्म गोल भनेको के हुन्छ भनेपछि हजुरको बिस्तारै बिस्तारै आफ्नो पैसालाई कम्पाउन्ड गर्ने। उनीहरूलाई केही कुराको हतारै छैन। अब यो पिरामिड फेरि हेर्नु, ट्रेडिङ स्टार्ट गर्ने 100 जना मध्ये लगभग 98 जना माथि पुग्न सक्दैन। मार्केटले उनीहरूलाई हराउने होइन, तर धेरैजना न्यू कमर वा स्टुडेन्ट स्टेजमै छिटो रिजल्ट खोजेर स्टप गर्छन्। उनीहरू स्किल बिल्ड गर्नै खोज्दैनन्। मेन क्वेसन्स हजुरले कुन टायरबाट स्टार्ट गर्नुभयो भन्ने होइन, हजुर जुन पनि टायरमा हुनुहुन्छ त्यहाँबाट हजुर इम्प्रुभ गर्दै माथि गइरहनु भएको छ कि त्यही कम्फर्ट जोनमै बसिरहनु भएको छ भन्ने कुरा हो। यदि हजुरलाई यो भिडियो हेल्पफुल लाग्यो भनेपछि यहाँ चाहिँ कमेन्ट गरिदिनु ल हजुर अहिले कुन टायरमा हुनुहुन्छ भनेर। नेक्स्ट भिडियो चाहिँ हजुरलाई म 3rd टायरदेखि 4th टायरसम्म कसरी पुग्न सकिन्छ स्टेप बाई स्टेप हजुरलाई म प्रोसेस भनिदिन्छु।